यो चाहिँ ललितपुरको सातो बाटो एरिया यस्तो राम्रो छ हैन सर यस्तो बबाल ठाउँ चाहिँ फुल फुलेको है दामी छ एरिया चाहिँ सबै एरिया चाहिँ हैन सफा हैन यस्तो दामी छ एरिया चाहिँ कुनै विदेशमा गए जस्तो छ क्या सातो बाटोको यो आजकल झन् यो फुलहरू फुली आउँछ हैन त्यो फुलको नाम चाहिँ के हो मैले बिर्सेँ झार होइन समथिङ के हो हैन नाम चाहिँ बिर्सेँ मैले इट लुक्स असम भेडी असम ठाउँ क्या पाटक्क पानी पर्ला छ यस्तो राम्रो फुल छ गाडीहरू आइरहेछन् म तपाईँलाई अलिक परसम्म देखाउँछु है पुरै यहाँ चाहिँ फोटो खिच्ने मान्छेको प्याक हुन्छ उतातिर यो फुलले गर्दा चाहिँ आज म सरर देखाइदिन्छु फुल बाटोहरू यस्तो राम्रो छ नि कुनै विदेशभन्दा कम छैन क्या यतातिर सफा पनि त्यस्तै छ फेरि फोरै छैन क्या कुनै फोरो छैन होइन पात पनि राम्रो छ त्यो चाहिँ मेबी चाइनाले गर्दै होला होइन चाइनाले गराएको होला क्या यो चाहिँ चाइनाले गरायो यो चाहिँ उतापट्टि भस्मेश्वर डाँडा पऱ्यो माथि डाँडातिर यस्तो आनन्द छ यहाँ चिसो मौसम होइन पानी परेको छैन पानी पर्ला जस्तो गरेको छ गर्मी मौसम छैन अनि बबाल छ बबाल अब यो सकिँदाखेरि फेरि यो फुल फुल्छ यतातिर गएपछि जाउला खेल गइन्छ अनि यतातिर यो बाटोको यता सर गएपछि जाउला खेल यतातिर गएपछि त के भन्छन् यातायात कार्यालयको होइन त्यो चाहिँ यातायात कार्यालयको अफिस पुरै यस्तो राम्रो फुल लगाएको छ कि यो बाटोमा अब ठ्याक्क मेरो यता आउने काम परेको थियो अनि यस्तो राम्रो देखेर चाहिँ मन थाम्नै सकेन क्या भिडियो गरिदिइहालेको मैले चाहिँ अनि यहाँ चाहिँ एउटा यस्तो इन्टरनेसनल स्तरको त्यो लिफ्ट हाल्नु लाग्छ क्या बाटो काट्ने हुन्छ नि बाटो काट्ने बेला चाहिँ त्यो लिफ्टबाट मान्छेहरू बाटो काट्ने हो क्या त्यहाँ गराउँदैछ त्यो चोबारको गल्छी डाँडा भयो यो भिडियो चाहिँ रोड सो भिडियो हुने छ होइन रोड मात्र देखाउँछ आज मैले काठमाडौँ भन्दा पनि यो चाहिँ ललितपुरको होइन ललितपुरको चाहिँ रोड सो आज गर्नै पर्ने थियो कि यो चाहिँ अति राम्रो छ क्या यहाँ चाहिँ पानी पर्दैछ यो चाहिँ यातायात कार्यालय एकान्त कुनाको यातायात कार्यालय यो फुलको नाम चाहिँ के भन्दो रहेछ यार झाड समथिङ के नाम चाहिँ थाहा भएन कमेन्टमा गर्नु है त कमेन्टमा गर्नु यसको नाम के हो होइन अति राम्रो छ क्या सातो बाटोदेखि यहाँ त यता एकान्त कुनासम्म चाहिँ विवाहको सिजन चलिरहेको क्या सायद के हुँदैछ चाहिँ पब्लिक बसहरू गीत गाउँदैछ चहल पहल राम्रो छ के बेच्दै हुनुहुन्छ उतातिर चाहिँ भैँसेपाटी भयो भैँसेपाटीको एरिया
यो बाटो हिँड्दा त सायद साँच्चीकै भन्नुपर्दा तिल गार्डन हुन्छ यार। कति धेरै ग्यास बोक्यो हो, एउटा मान्छेले 7 वटा ग्यास बोकेको छ। म आएँ अब एकान्त गुनानिर यो पुलबाट झडा एकचोटि म तपाईँहरूलाई सर देखाउँछु कस्तो छ काठमाडौँको बाटो। वाउ, चिसो हावा, सफा बाटो। यतातिर बल्कु भयो, यतातिर चाहिँ सातो बाटो, म अघि आएको बाटो। It looks good. अब चाहिँ म आएँ छ्याक्कलार नखुदो बाटो। यतातिर गएपछि डिएभी आइडल स्कुल लिएर गइन्छ। एकदमै राम्रो ठाउँ छ कि त्यो अगाडि साइडतिर चाहिँ। यतातिर गएपछि महिसीपाटतिर पेरिस कल नखुदो बाटो। यस्तो रमाइलो मौसम, चिसो मौसम, घाम छैन, केही छैन, असम गोजियस टेस्ट। रङ साइडबाट बाटो काटेँ यार। यो चाहिँ भयो यता सानेपातिर। यहाँ झन् 8-9 लेन छ बाटो यार। बाटो ल हेर्नुहोस्, बाटो यस्तो छ, सुलिट छ बाटो, सुलिट छैन त कुनै विदेशभन्दा कम। अरू त्यस्तै बाटोमा फोरो पनि देखिँदैन, यता बाटोमा एक रति फोरो पनि देखिँदैन। यस्तो आनन्द लाग्ने ठाउँ छ यार।